40वटा मिलाउनु भयो भने त समस्या भएन नि। 25वटा मिलेपछि हजुरको नाम निस्किहाल्छ। 25वटा मिलाउन सक्नु पर्यो। 25वटा मिलाएपछि त नाम निस्किहाल्छ। यसमा नेगेटिभ मार्किङ हुँदैन, त्यही भएर समस्या हुँदैन। 25वटा मिलाउने प्रयास गर्ने हो। एक्जाम दिन किन मिलेन? त्यो लिङ्कमा क्लिक गरेपछि एक्जाम त दिन मिलिहाल्छ। ल, 20-21वटा मिल्ने साथीहरूले अब अर्को अर्को एक्जाममा 25वटा मिलाउनुपर्छ है। ल, यसमा नेगेटिभ मार्किङ हुँदैन, त्यही भएर यसमा धेरै डराउनु पर्दैन कि। ल, मावि निकालेर आइसक्नुभयो भन्नुभएको छ। ल, बधाई छ है साथीहरूलाई, बधाई छ। त्यही त, हजुरहरूको रिजल्ट भएपछि मसँग भेट भएको थिएन, आज भेट हुनु पाइयो। माध्यमिक तहको परीक्षामा सफल हुनुभएका सबै साथीहरूलाई बधाई छ। अस्तिले रिजल्ट कहिले 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 हुन्छ भनिरहनु भएको थियो, मैले शुक्रबार हुन्छ होला भनेको थिएँ, ठ्याक्कै शुक्रबार रिजल्ट भयो। सबै साथीहरूलाई बधाई छ है। शुक्रबार रिजल्ट भयो, आज भेट हुन पाइयो। ल, माध्यमिक तहको लाइसेन्समा सफल हुने सबै साथीहरूलाई बधाई छ। अब शिक्षक सेवा आयोगको माध्यमिक तहको स्थायी हुने तयारीमा लाग्नु होला। विज्ञापन पनि मङ्सिर महिनामा विज्ञापन खुलिहाल्छ। त सबै साथीहरूलाई स्वागत छ, सुरु गरौँ है त। ल, लाइभमा जोडिनु भएको साथीहरूलाई 1 मिनट जतिको वेट गरेँ मैले। ल, लाइभमा जोडिनु भएको साथीहरूलाई 1 मिनट वेट गरौँ है त। ल त साथीहरू, लाइभमा साथीहरूलाई जोडौँ त एकछिन। लाइभमा जोडौँ त साथीहरूलाई। लाइभमा लाइभ हेरिरहनु भएका सबै साथीहरू, जति साथीहरू माध्यमिक